हेलो एभ्रिवान, के छ? सन्चै हुनुहुन्छ नि? म पनि सन्चै हो। घुम्दै घुम्दै आउँदाखेरि चाहिँ यही घरहरूमा यस्तो छ, तर मान्छे छैन। तर घरहरूमा यस्तो यस्तो चिजहरू चाहिँ सही बनाइरहेको छ नि, त्यो ठाउँहरू चाहिँ ओल्ड होम, ओल्ड इज गोल्ड भन्ने घरहरूमा यस्तो यस्तो देख्यो, कस्तो सही सही बनाइरहेको थियो यहाँनिर। झ्यालहरूमा कम्पोबाल छ, तर के गर्नु, मान्छे छैन। मान्छे नभएपछि यो ठाउँको नाम के हो अरे? ठाउँको नाम बिर्स्यो। हेलो, यो चाहिँ अन्नपूर्ण साबिक होइन। यहाँको मान्छेहरू चाहिँ सब बसाइ गइसक्यो अगाडि, घरैमा मान्छेहरू छैन रहेछ। यहाँ अगाडि सर हुनुहुन्छ। अनि ठाउँ चाहिँ यस्तो छ कि फेरि वान्स म ठाउँहरू चाहिँ पुरै यस्तो यस्तो के मुस्ताङको मार्फा गाउँ जस्तै छन् होइन। तर मान्छे त्यता छैन, सब बसाइ गइसक्यो। घरहरू यस्तो यस्तै है। तर ठाउँ चाहिँ दामी रहेछ। यहाँ होमस्टेहरू पनि छन् रे होइन। सब खाली घरहरू के, घरहरू नै खाली भने सबै घर चाहिँ दामी दामी नै छ। तर यहाँको मान्छेहरू चाहिँ सब पोखरा गइसक्यो अरे। यो चाहिँ अन्नपूर्ण बेस क्याम्प आउँदाखेरि मान्छेहरू यतातिर यसो बस्ने रहेछ होइन। अनि हिँड्दा हिँड्दा लास्ट थाकिसक्यो। यो त धारामा चाहिँ सब यो GWS यो गोर्खा के को हो क्या अरे होइन। यस्तो यस्तो लेखा हुँदो रहेछ। लास्ट थाकिसक्यो हिँड्दा हिँड्दा। बाटोहरू चाहिँ यस्तो यस्तो छन् कि सबै कुनै ठाउँमा अझ अघि त झन् बबाल थियो, त्यसलाई चाहिँ हेरिनँ। यस्तो छ ठाउँहरू। यहाँनिर यो के टमाटर भन्छ नि यसलाई, यस्तो फुलिरहेको अनि ठाउँहरू यस्तो हो। हिँड्दा हिँड्दा थाकिसक्यो, स्वानै भइसक्यो। ठाउँहरू यस्तो छ, घरहरू मान्छे नभएको सबै ठाउँ ठाउँमा। पहिला पसल हुँदाखेरि चाहिँ यहाँनिर होमस्टे गर्दाखेरि चाहिँ यहाँनिर खानासाना दिने उयो थियो अरे। पसल बन्द, घरै हो तर पसल जस्तो राखेर गर्थ्यो अरे। अनि घरहरू सबमा ताला। चिम्नी कस्तो दामी बनाएर रहेछ तर छैन। सब घरमा ताला, तालाबन्दी, तालाबन्दी, सबमा तालाबन्दी। तर होइन, जङ्गल यता घरहरू छ होइन। हाम्रो सर अगाडि अगाडि हिँडिरहनु भएको छ होइन। घरमा मान्छे नभएदेखि दाउराहरू पुगिसक्यो। मान्छे छैन भनेर हिँडिरहनु भएको छ यहाँनिर। यही घरमा यस्तो लगाएर होइन। यस्तो यस्तो छ, कुनै कुनैमा घर छ। त्यसपछि छैन कि पहिला पहिला चाहिँ दामी ठाउँ रहेछ यो होमस्टेहरू। पनि पुराहरू आएर बस्छन् रे यतातिर आउन चाहिँ होइन। घरहरूमा यस्तो यस्तो लगाएर अनि हामी चाहिँ यसरी हिँडिरहेको होइन। थाकेर दिक्कै भइसक्यो। हिँडिरहेको छौँ हामी हिँड्दै हिँड्दै। घरको छेउमा यस्तो कुच्चो खतरा दामी भएर बसिरहेको छ। मान्छे बस्दैनन् रे, यत्तिकै घाँस उम्रेर के गर्नु नगर्दा नि त्यस्तो छ। हामी चाहिँ यस्तो स्टेपहरू हिँडिरहेको हो। अनि सब ठाउँमा यस्तो छ घरहरू चाहिँ यस्तो यस्तो दामी दामी देख्ने घरहरू छ।
अङ्कल कुदोको पुरै प्योर चिया हो ल ठिक छ यस्तो ठाउँमा बसेर एकताल चेस एकदम मिठो छ आन्टी मिठो एकदम उहाँ हुन्छ आन्टी यहाँको यो होमस्टेको ओनर उहाँ हुन्छ अङ्कल यतापट्टि उहाँहरूले चाहिँ हामीलाई स्पोन्सर गर्नुभएको छ होइन Lagi